हेलो गाइज, आज चाहिँ म कोदोको रोटी बनाउन लाग्छु। तपाईँहरूले पनि हेरेर सिक्नु होला। कसैलाई आउँदैन नि त, सो त्यही भएर सुरुमा तेल राख्ने प्यानमा। हल्का तातो भएपछि पिठो राखिदिने, मतलब यो मुछेको पिठो। त्यति पातलो पनि बनाउनु हुँदैन, फेरि प्यानमा चप्केको गर्छ। सो ठिक्कको बाक्लो गराएर यसरी बिस्तारै हातले ब्लेन्ड गर्ने। यसलाई चाहिँ सकेसम्म गोलो नै गराउँदा राम्रो देखिन्छ, तर मलाई चाहिँ त्यो गोलो बनाउन आएन कि प्यान लड्केको भइरहेको थियो, अनि भिडियो पनि गर्नु परिरहेको थियो नि त। सो त्यति साह्रो गोलो चाहिँ भएन, यत्तिको भयो। अब यत्तिको भएपछि एकछिनमा चाहिँ यसलाई फर्काउनु पर्छ। कोदोको रोटी चाहिँ सानो ग्यासमा बिस्तारै पकाउनु पर्छ, नत्र बाहिर डढेर फेरि भित्र कालो पनि हुन्छ कि। यो चाहिँ हेर्दा चाहिँ पाकेको जस्तो देखिन्छ नि त, कालो कालो टाइपको। सो बिस्तारै बनाउनु पर्छ, अनि यसलाई चाहिँ फर्काउँदै पकाउँदै गर्नुपर्छ। फाइनली हाम्रो चाहिँ यत्तिको भयो। अब चाहिँ मैले पल्टाउँदै पकाउँदै गरिरहेको छु। तपाईँहरूले देख्न सक्नुहुन्छ कलर यस्तो भइसकेको छ। तपाईँहरूले पनि ट्राई गर्नु होला। मलाई चाहिँ यत्तिकै मन पर्दैन, सो मैले चाहिँ चिनी राखेर बनाउँछु। अब कसैलाई चाहिँ यत्तिकै पनि मनपर्छ, मलाई चाहिँ चिनी राखेको एकदमै मनपर्छ। फाइनल लुक यो गाइज, हाम्रो रोटी बनिसक्यो। फाइनल लुक चाहिँ यस्तो भएको थियो र मिठो पनि। तपाईँहरूले पनि ट्राई गर्नु होला।